हेलो एभ्रिवान, वेलकम ब्याक टु माई एनदर न्यू भिडियो। साथीहरू फेरि तपाईँलाई मेरो न्यू भिडियोमा स्वागत छ। र साथीहरू टिकटकमा एकदमै भाइरल भएको यो एउटा भाइरल झुलुङ्गे पुलमा आएको छु साथीहरू। र त्यहाँ पहिला त्यति साह्रो मतलब त्यो डिजाइन सिजाइन के गरेको थिएन। म त्यो यो पुलको भिडियो पहिला पनि मैले बनाएको छु साथीहरू। यो झुलुङ्गे पुल जो राजघाटमा छ यसको भिडियो मैले पहिला पनि बनाएको थिएँ, तर पहिला चाहिँ साह्रो यो बनाएको पेन्ट सेन्ट के पनि हानेको थिएन। र अहिले चाहिँ एकदमै हल्का डेकोरेट गरेर एकदमै दामी टाइपको बनाएको छ। त्यसैले हजुरलाई म यो पुल देखाउन गइरहेको छु। यो चाहिँ ठ्याक्क राजघाटमा पर्ने, राजघाटलाई जोडेको पुल हो साथीहरू। यो अहिले म कैलालीमा छु र ठ्याक्क यो पुल क्रस भइसकेपछि ठ्याक्क राजघाट आउँछ साथीहरू। र एकदमै मौसम पनि पानी पर्ने टाइपको मौसम छ र कस्तो टाइपको डेकोरेसन गरेको छ भनेर तपाईँलाई देखाउँछु साथीहरू। यो भ्लग चाहिँ लास्टसम्म हेरिदिनु होला, सानै भए पनि लास्टसम्म हेरिदिनु होला। हेर्न सक्नुहुन्छ साथीहरू, ठ्याक्क म माथि गइरहेको छु। मान्छेहरूको हेर्न सक्नुहुन्छ घुइँचो दामी टाइपको साथीहरू डेकोरेसन। र यता पानी पनि हल्का छ, पहिला सुकेको थियो अहिले आएको छ। अझ पानी आएपछि यो पुरै भरिन्छ पुरै। अझ राम्ररी पानी आएकै छैन पहाडबाट होइन। नेपालको फ्ल्याग यता आएर साथै तपाईँहरूले क्यामेराम्यानसँग फोटो पनि खिचाउन सक्नुहुन्छ। क्यामेराम्यानको पनि व्यवस्था गरिएको रहेछ। यही हो हाम्रो राजघाटको भाइरल पुल, भाइरल झुलुङ्गे पुल। र जो अहिले देखिराख्नु भएको छ साथीहरू, यो पहिला यस्तो थिएन। जो म तपाईँलाई देखाइरहेको छु स्क्रिनमा, यो पहिला यस्तो टाइपको झुलुङ्गे पुल थियो साथीहरू। र अब अगाडि देखाउनु साथीहरू, अगाडि के कस्तो छ भनेर हजुरलाई म अगाडि देखाउँछु। सो हेर्न सक्नुहुन्छ गाइस, यस्तो टाइपको छ डेकोरेसन। र साइड साइडमा पुरै झन्डाहरू र यस्तो टाइपको लगाइएको छ। एकदम दामी बनाएको साथीहरू। जसले बनायो, जोस यहाँको मान्छेहरूले, यो पुल चाहिँ भाइरल भयो साथीहरू। यही हो राजघाटको झुलुङ्गे पुल, भाइरल झुलुङ्गे पुल। र तपाईँले देखाइहालेँ यहाँको लुक यस्तो टाइपको छ साथीहरू। पछाडिको लुक भनेर साथीहरू, पछाडि चाहिँ यस्तो टाइपको छ। त्यहाँ हेर्न सक्नु साथीहरू, केटीले डान्स गरिरहेछ टक्क दामी पारामा। कस्तो लाग्यो डान्स? डान्स कस्तो लाग्यो? डान्स हेरेर गरिदिरहेको छ। सो साथीहरू, अब हामी चाहिँ घरतिर लागिरहेछौँ। हल्का उता पनि घुमेर आएको। र यता हेर्न सक्नु साथीहरू, यो ठाउँमा यो फ्ल्यागहरू लगाएको छ। यसले गर्दा एकदमै दामी देखिरहेको छ। र हेर्न सक्नुहुन्छ मेरो पछाडि यो साथीहरू हाम्रो राजघाटको भाइरल पुल, जो एकदमै फेमस भइरहेछ अहिलेसम्म पनि भनौँ। र मौसम पनि साथीहरू एकदमै पानी पर्ने टाइपको मौसम देखिएको छ। सो साथीहरू, यो भ्लग यति नै। र भ्लगलाई यहीँ एन्डिङ गर्नुपर्ने हुन्छ। र साँझ पनि भइसक्यो। जे कुराहरू थियो तपाईँहरूलाई मैले देखाइसकेँ यो झुलुङ्गे पुलको। एकदमै रमाइलो भयो साथीहरू यतातिर आएर। आयो हजुरलाई भ्लग मन पऱ्यो होला। यदि मन पऱ्यो भने च्यानल सब्सक्राइब गरिदिनु होला, भिडियो लाइक पनि गरिदिनु होला। फेरि भेट्नु नयाँ कन्टेन्टमा। तबसम्म गाइज बाई बाई एन्ड टेक केयर, बाई।